घर चलाउनु भन्दा राष्ट्र जोगाउनु गाह्रो छ। एक प्रहरी आमाको कथा। सिर्फ पोसाकले होइन, आत्माले प्रहरी बन्छ। आमा भन्नुहुन्थ्यो, घरका भित्ताले ओत दिन सक्छन्, तर मुलुकको भित्तामा चिरकट लाग्यो भने त्यो हामीले बचाउनु पर्छ। एक गाउँ झापा जिल्लाको एउटा सानो बस्ती, त्यहाँ जन्मेकी थिइन् सीता। एक साधारण किसानकी छोरी, तर उनलाई साधारण जीवन कहिले रुचेन। बाले भनेका थिए, छोरी तिमी छोरी भएर जन्मियो, कमजोर भएर होइन। उसले चुलो बाल्नु त सिकिन्, तर घर भन्दा ठुलो जिम्मेवारी उठाउनु थियो राष्ट्रको। शिक्षा बिए गरिन्, तर स्नातक पछि उनले अरू जस्तै विवाहको बाटो रोजिनन्। उनले रोजिन् नेपाल प्रहरीको पोसाक। पहिलो बन्दुक, पहिलो आँसु। पोखराको प्रहरी तालिम केन्द्र, 9 महिना कठिन ट्रेनिङ, कठोर नियम। बन्दुक समात्दा हात काँप्थ्यो, आँखा होइनन्। पहिलो आँसु तब आयो जब तालिमका बीचमा उनको आमाको मृत्यु भयो, तर उनी घर फर्किन सकिन्न। कसम थियो राष्ट्रको। बन्दुकले त शरीर बचाउँछ, तर आमा गुमाउँदा हिम्मतले आत्मा सम्हाल्दो रहेछ। अस्त्र भन्दा गाह्रो हो आँसु लुकाउनु। सीता काठमाडौँ सर्वा भइन्, महिला सेलमा। दिनभर घरेलु हिंसा, बाल शोषणका मुद्दाहरू, रातमा ड्युटी, एक्लोपन। कहिलेकाहीँ सोध्थिन्, के महिला भएर राष्ट्र सेवक बन्नु सजाय हो? एक रात महिला थानामा 11 बजेतिर एक 13 वर्षकी बालिकालाई ल्यायो बलात्कारको शिकार। सीता, म प्रहरी थिएँ, तर त्यो रात म आमा थिएँ। कानुनले सजाय दिन सक्छ, तर एउटी आमाले आशा दिन्छ। मातृत्व र देश बीचको युद्ध। वर्षौं बिते, उनी असह्यबाट निरीक्षक पदमा पुगिन्, बिहे गरिन् एकजना शिक्षकसँग। छोरी जन्मिन्, निवा। तर वास्तविक सङ्घर्ष त त्यति बेला सुरु भयो, आमा बन्नु र प्रहरी बन्नु बीचको टकराव। एक पटक रातभर ड्युटीमा थिइन्। छोरी ज्वरोले थलिएकी थिइन्। उनी न आमा हुन सकिन्, न मात्र अफिसर। भोलिपल्ट कार्यालयमा उनले भनेकी थिइन्, म देश र बच्चा बीच रोज्नु परेको छ, र मैले देश रोजे। पेटमा बच्चा हुर्काउनु सजिलो थियो, तर जिम्मेवारीको गर्व भारी थियो। एक गोली 2 घाउ। 2078 साल असोज एउटा डकैतीको केस। उनी नेतृत्वमा थिए, 4 जनाको टिम। अचानक फायरिङ, सीता गोली लागेर घाइते। 1 महिना अस्पताल भर्ना भइन्। छोरी नेवाले आँखा नझिम्काई आमा हेरिरहेकी थिइन्। त्यो दिन उनले छोरीलाई भनेकी थिइन्, बाबु, म तेरो लागि म बस्न सकिन्न, तर तिमी जहाँ बाँचिरहेको छौ त्यो देश हो। आमा छातीमा गोली लिएर बाँचिन्, ताकि देशका छोरीहरू डर बिना बाँचुन्। 2079 मा उनलाई राष्ट्रपति कार्यालयमा राष्ट्र सेवा सम्मान प्रदान गरियो, तर त्यो स्टेजमा उभिँदा छोरी भने साथीको काखमा थिए। सम्मानपछि पत्रकारले सोधे, तपाईलाई के गाह्रो लाग्छ, बन्दुक समाउनु कि घर सम्हाल्नु? उनी मुस्कुराउँदै भनी, घर चलाउनु भन्दा राष्ट्र जोगाउनु गाह्रो छ, किनभने घर त आफ्नो हो, देश त सबैको। श्रोता दाजुभाइ तथा दिदीबहिनी हो, हामी धेरै जसो प्रहरी भनेर डराउँछौँ, तर कहिले प्रहरीपना बुझेका छैनौँ। प्रहरी पनि आमा हुन्छन्, छोरी हुन्छन्, श्रीमती हुन्छन्, बहिनी पनि हुन्छन्। उनीहरूले ड्युटी चुन्छन् जसको मूल्य उनीहरूको बच्चाले तिर्छ। यदि तपाईँ यो कथा सुन्दा तपाईँको आँखा रसाए, कृपया यो भिडियोलाई लाइक सेयर गर्नुहोस्। कमेन्टमा अवश्य केही लेख्नुहोस्। तपाईँको नजरमा प्रहरी के हो? सायद तपाईँको उत्तर नै अर्को कथाको आधार बन्न सक्छ। कसैले भनेको थियो, राष्ट्र सेवा भन्नु जागिर होइन, त्यो त आत्मा बेच्ने सौदा हो, र त्यो सौदा आमाले पनि गर्छिन् जब पोसाक निलो हुन्छ। यो स्क्रिप्ट राम्रो लाग्यो भने कृपया यो च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, र तपाईँहरूको कुनै यस्तै खालको कुनै जीवनी छ भने कमेन्टमा मेसेज अवश्य छोड्नुहोला। धन्यवाद।